त्यसरी गर्छ उफ्रिन्छ लड्नलाई अहिले लड्नुहुन्छ है बेबी लड्नुहुन्छ है ए परेवा त्यहाँ बसेको भनेको उसको मम्मीले उफ्रेर ठटाएर खुट्टा परेवा बसेको छ सानो त्यहाँ परेवा बसेको छ परेवा अरे परेवा बसेको छ परेवा पनि हेर्ने यता हेर्नुहोस् नहेर्नु ला नहेर्नु के गर्नुभएको तपाईँले बेबी के गर्नुभएको डान्स गर्नुभएको छिङ्गालाला डान्स अभी कमरेमा पटुकी कसेर ए डान्स गर्छ कि भनेर गीत गाइदिएको त ल कमरेमा पटुकी कसेर एकछिनलाई दुखी बसेर कमरेमा पटुकी कसेर एकछिन मायालाई दुखी बसेर मेरो छोलोलाई भिडियो बनाएर हालिदिने हो ए यो यहाँ राख्नु ल सरी बेबी सरी हो अहिले म चाहिँ यहाँ सानोसँग के गरिदिनु बेबी डाङ गरिदिनु छोरोको सिसी पुस्ने यहाँ ढुन्डाएर हिँडे भएछु ए नगर्नु ल कमरेमा पटुकी कसेर मुसु हाँसकी बसेर कमरेमा पटुकी कसेर मुसु सकी बसेर रुकुमैको नाच्नु छ डान्स गर्नुहोस् रुकुमैको ए आँखनी राम्रै हो मन पराउने उठ ए आँखनी राम्रै हो मन पराउने उठ बाबालाई माया गरिदिनुहोस् रेकर्डले एकचोटि गरिदिनुहोस् त कति मिठो लो कमरेमा पटुकी कसेर मुसु हाँसकी बसेर रुकुमैको ए आमा ब्लगरहरूले कसरी यस्तो समाते गर्छ होला है मेरो त एकैछिनमा फाक भइसक्यो हाते फाक भइसक्यो त नि अस्ति एउटा अघि लामो त पखेटा भएको चरा आइरहेछ त यत्रो छ त हजुर मयूर जत्रो मेरो छोरो यहाँ चकचक गर्दै हुनुहुन्छ चकचक गरेको भिडियो बनाउँदैछु म यहाँ सानोको यता आउनुहोस् बेबी ल अब हामी चाहिँ नुहाउन जान्छौँ टक्कसँगले बेबी यहाँ हेर्नुहोस् त बाबाले एकचोटि पपी गरिदिनुहोस् त छिटो अनि म जान्छु गरिदिनुहोस् त फेरि एकचोटि बेबी पपी गरिदिनुहोस् त नि अर्को एकचोटि ल बाई म नुहाउन गएको ल छोरो कुन गीत गाइदिउँ अब दुर्गेश थापाको ए कता हिँडेको बिजुली बालेर हट भएर ब्युटिफुल भएर कता हिँडेको बिजुली बालेर ए मलाई गीत गाउन आउँदैन कता हिँडेको बिजुली बालेर हट भएर ब्युटिफुल भएर कता हिँडेको ए
ए कता हिँडेको बिजुली बालेर पटु भएर बजार हिँडेको पटु भएर कता खोइ, हात हिँडेको हात घुमा ए अनुस लुगा नाच अब कुन गीत गाइदिउँ कुन गीत त्यहाँ यसमा गीत लगाइदिनु हो सानोको मोबाइल लिएर आइदेऊ यहाँ सानोलाई गीत लगाइदिनु अरे हौ लु बाई बाई बेबी बाई मनमोहना गरेर आउँछु ल छोरा मनमोहना गर्नु नजानु मनमोहना गर्नु गएको ल मामुले गीत गाइदिनुहुन्छ ल ल बेबी बाई मनाउन गएको ल मनाउन गएको ल छोरा अब मलाई नुहाउन पनि नदिने भयो मेरो छोराले मेरो छोरो जुत्ती लानुहुन्छ अनि ऊ यहाँ गएर डान्स गर्नुहुन्छ ल ओके बेबी हस् भन्नुहोस् न हस् कितै भन्नुभयो छोराले बारी खनेर फोहोर पार्नु भएको छ जुत्ती पनि आमा चकचक ए आमा चकचक अरे नाति चकचक ए यो खुट्टी हो यो बेबी यो खुट्टीको छुएन माटो त यो टेकेकोमा यहाँ पसेछ माटो अनि यहाँ खोल्नु भन्दैथ्यो यहाँ ल्याएर खोलिदिएको माटो पस होला उसलाई उसको खुट्टामा फोहोर पर्छ भने अनि खोल्नु नि भन्दैथ्यो अनि मैले यहाँ ल्याएर खोलिदिएको टकटकाउनु भनिहाल्छ यहाँ पस्यो होइन माटो होइन यहाँ खुट्टा बुझ्छौ आमाले जुत्ती लगाइदिनु भयो बाबुलाई ए कस्तो बानी हुन्छ क्या कराक्को कराक्कै अनि बेलुका मात्रै लगाइदिनु